आज हामीसँग चाइनिज ब्रान्ड जिगर एक्स, जुन जिली अटोमोटिभ कम्पनी चाइनिज कम्पनीले प्रोड्युस गर्ने जिगर एक्स गाडी चाहिँ रिभ्यूको लागि हामीसँग छ र हामी अहिले चाहिँ गोदावरी भन्दा थोरै माथि जङ्गलमा बिचमा बसेर चाहिँ यो भिडियो सुटिङ गरिरहेका छौँ। र यो हामीसँग भएको भ्यारिएन्ट चाहिँ लङ रेन्ज रियल व्हिल ड्राइभ 440 किलोमिटर रेन्ज दिने गाडी हो, जुन चाहिँ 200 किलोवाट एकदमै पावरफुल मोटरले चाहिँ साथ दिएको छ। र तपाईहरुले चाहिँ सिंगल चार्जमा चाहिँ 350-400 किलोमिटर चाहिँ डिस्टेन्स ट्राभल गर्न सक्नुहुन्छ, जुन चाहिँ नेपालको लागि एकदमै राम्रो अप्सन हो, जुन चाहिँ पटक पटक चार्ज गरिराख्नु पर्दैन। जस्तै यहाँदेखि पोखरा जाँदा पनि चार्ज गर्नुपर्ने, पोखराबाट काठमाडौँ आउँदाखेरि चाहिँ गाडी चार्ज गर्नुपर्ने अप्सन रहिरहेको थियो, जुन चाहिँ पुराना इन्डियन र पुराना चाइनिज ब्रान्डहरूको गाडीमा। त्यो चाहिँ यसमा कम भइसकेको छ। तपाईहरु सिंगल चार्जमा चाहिँ पोखरा सजिलै पुग्न सक्नुहुन्छ, पोखराबाट काठमाडौँ सजिलै आउन सक्नुहुन्छ। ब्याट्रीको कुरा गर्नुपर्दा चाहिँ त्यो गाडीमा चाहिँ 66 किलोवाट आवरको एकदमै लार्ज साइजको ब्याट्री दिएको छ, जुन चाहिँ लिथियम आयन हो र यसमा चाहिँ एनएमसी प्याक ब्याट्री छ, जुन चाहिँ निकेल म्याग्नेसियम र कोबाल्ट दिएको छ, जुनले चाहिँ 400 किलोमिटर रेन्ज तपाईलाई एकदमै सजिलैसँग दिन सक्छ। रोड सेफ्टीको लागि तपाईले ड्राइभिङ गर्दाखेरि स्टेन्स होस् भनेर चाहिँ यसमा चाहिँ हामीले 5 वटा चाहिँ क्यामेरा पाउँछ, जुनले 360 डिग्री तपाईको वरिपरि के भइराछ भनेर, के भइराछ, के आइराछ भनेर चाहिँ हेर्न सक्नुहुन्छ, चेक गर्न सक्नुहुन्छ। जुन चाहिँ फ्रन्टमा चाहिँ यहाँनिर क्यामेरा देख्न सक्नुहुन्छ र माथि क्यामेरा छ, जुन चाहिँ एसिस्टेड विथ राडार, र अर्को दुईटा साइड लाइटको तल देख्न सक्नुहुन्छ क्यामेरा 360 को लागि, र एउटा चाहिँ पछाडि ब्याकमा छ, जुनले चाहिँ पछाडिबाट गाडी आइरहेको डिस्टेन्सहरू सबै मेजर गर्ने र भिजुअलाइजेसनको लागि चाहिँ एसिस्ट गर्दछ। इलेक्ट्रिक गाडीको कुरा गर्ने हो भने एकदमै सेफ्टी फिचर लोडेड गाडीहरू आइरहेको छ अहिले, र त्यसमा पनि त्यस्तै सेफ्टी फिचरहरू विथ 22 सेन्सर्स तपाईको राइडिङ सेफ्टीको लागि चाहिँ इक्विप गरिएको छ। हामी माथि देख्न सक्छौँ राडार सिस्टम, जुन चाहिँ तपाईको लागि अगाडिको भिडियो लिन, फोटो लिनको लागि, मेजर गर्नको लागि चाहिँ राडार दिएको छ। र त्यसको साथसाथै पार्किङ र अगाडि डिस्टेन्स उसको सेन्सरहरूको लागि चाहिँ यहाँ सेन्सर देख्न सक्नुहुन्छ। यो चाहिँ जुन चाहिँ यो गाडीमा टोटल 22 वटा सेन्सरहरू दिएर चाहिँ तपाईको राइडिङ सेफ्टीको लागि चाहिँ एकदमै हेल्पफुल छ। टायरको कुरा गर्नुपर्दा चाहिँ तपाईहरुले चाहिँ 19 इन्चको एलोय व्हील पाउन सक्नुहुन्छ, जुन चाहिँ चारवटै टायरमा चाहिँ तपाईले इन्डिपेन्डेन्ट सस्पेन्सन पाउनुहुन्छ, र पार्किङ एसिस्टको लागि चाहिँ इलेक्ट्रिक पार्किङ ब्रेक पनि दिएको छ यसमा। र हामीले चाहिँ यहाँ सेन्सर डोर पाउन सक्छौँ, र यसो ओपन गर्नको लागि चाहिँ तपाईले हातभित्र अलिकति भित्र लाने बित्तिकै यो हुन्छ। र यो चाहिँ डोर चाहिँ फ्रेमलेस छ, त्यसको साथै तपाईले मिरर पनि एकदमै फ्रेमलेस पाउन सक्नुहुन्छ, र भित्र ओआरभीएम पनि फ्रेमलेस पाउन सक्नुहुन्छ पछाडिको भ्यूको लागि। तपाईले चाहिँ डोरमा चाहिँ सिंगल टच ग्लास पाउनुहुन्छ, जुन चाहिँ वान टचमा चाहिँ तपाईको सर खुल्छ पुरै, र बन्द गर्नको लागि पनि एउटा सिंगल टच दिनुभयो भने आफै अटोमेटिक खुल्छ। र यदि कुनै बन्द हुँदा अथवा खोल्दा चाहिँ कुनै अब्स्ट्याकल आयो भने चाहिँ यो आफै हिँड्छ। ड्राइभर सिट चाहिँ 6 वे पावर सिट पाउनुहुन्छ, जुन चाहिँ बटनहरू देख्न सक्नुहुन्छ कन्ट्रोलको लागि, अगाडि पछाडि हाइट एडजस्टमेन्ट र भेन्टिलेटेड सिट पनि पाउनुहुन्छ। र साथसाथै यसमा चाहिँ मेमोरी सिट पाउनुहुन्छ, जुन चाहिँ 3 जनासम्मलाई चाहिँ मेमोराइज गर्छ यसले, जुन चाहिँ को मान्छेसँग सेट गर्नुहुन्छ उसले चाहिँ कस्तो सिट चाहिँ सेट गरेर छोडेको थियो त्यो अनुसार चाहिँ तपाईले चाहिँ अटोमेटिक सिट चाहिँ एडजस्ट भएर बस्छ। र जिगर एक्सको अर्को राम्रो फङ्सन भनेको चाहिँ तपाईले ड्राइभर सिट र फ्रन्ट प्यासेन्जर सिटमा चाहिँ भेन्टिलेटेड सिट पाउनुहुन्छ। प्यासेन्जर सिटको कुरा गर्नुपर्दाखेरि चाहिँ म 5 फिट 8 इन्चको मान्छे बस्दाखेरि चाहिँ एकदमै कम्फर्टेबल, अगाडि लेग स्पेस पनि एकदमै राम्रो देख्न सक्नुहुन्छ, र बिचमा चाहिँ यहाँ कप होल्डर, आर्मरेस्ट अथवा कप होल्डर चाहिँ देख्न सक्नुहुन्छ। कप होल्डर एकदमै कम्फर्टेबल छ, सिटहरू पनि एकदमै कम्फर्टेबल छ, जुन चाहिँ लङ ड्राइभको लागि चाहिँ एकदमै सजिलो तरिकाले चाहिँ हामी जर्नी सक्सेस गर्न सक्छौँ। अब हामीले इन्टेरियरको कुरा गर्नुपर्दा चाहिँ हामीले फ्रन्टमा चाहिँ पाउँछौँ एकदमै इन्टेलिजेन्ट ककपिट, जुनमा चाहिँ लेफ्ट टु राइट एलइडी लाइटको सेट पाउँछौँ, जुन चाहिँ डिफ्रेन्ट कलरले चाहिँ एकदमै फिलिङ भ्यू दिन्छ। र त्यसको साथसाथै हामीले ड्राइभर सिटको अगाडि चाहिँ पाउन सक्छौँ इन्स्ट्रुमेन्ट क्लस्टर, जुनमा तपाईँले स्पिड, अन्य फिचर्सहरू र टायरका फङ्सनहरू के भइरहेछ भनेर देख्न सकिन्छ त्यो इन्स्ट्रुमेन्ट क्लस्टरमा। त्यसको साथै कारको बिच भागमा चाहिँ हामीले इन्फोटेनमेन्ट सिस्टम देख्न सकिन्छ, जुन चाहिँ 18.5 इन्चको चाहिँ टच स्क्रिन रहेको छ, र जुन चाहिँ एकदमै युजर फ्रेन्डली छ। र त्यसमा चाहिँ तपाईहरुले चाहिँ भिडियोहरू फङ्सन, डिजिटल फङ्सनहरू चाहिँ सबै कामहरू चाहिँ एकदमै सजिलो तरिकाले चाहिँ गर्न सक्नुहुन्छ। स्टेयरिङको कुरा गर्नुहुन्छ भने चाहिँ यो टिल्ट एन्ड टेलिस्कोपिक स्टेयरिङ दिएको छ, जुन चाहिँ 4 वेमा चाहिँ तपाईले म्यानुअली कन्ट्रोल गर्न सक्नुहुन्छ। युजुअली कन्भेन्सनल म्यानुअल गाडीहरूको कुरा गर्ने हो भने चाहिँ तपाईले यो सेक्सनमा चाहिँ गियर बक्स देख्न सक्नुहुन्थ्यो।
यसमा चाहिँ सानो बटनले चाहिँ इलेक्ट्रिक गाडीहरूमा चाहिँ चेन्ज गर्न सक्नुहुन्छ, जुन चाहिँ पार्किङ, रिभर्स, न्युट्रल र ड्राइभिङ मोडहरू चेन्ज गर्न सक्नुहुन्छ आफ्नो आवश्यकता अनुसार। हामीले मोबाइल चार्जको लागि चाहिँ वायरलेस मोबाइल चार्जिङ पनि पाउन सक्छौँ, जुन चाहिँ यहाँ यस्तो छ र वायरबाट चार्ज गर्नको लागि दुईटा पोर्ट दिएको छ, जुन चाहिँ 27 र 60 वाटको फास्ट चार्जिङ पनि दिएको छ। फ्रन्टमा ड्यासबोर्डको कुरा गर्नुपर्दा चाहिँ यसमा चाहिँ अगाडि प्यासेन्जर सिट अगाडि चाहिँ ग्लोभ बक्स दिएको छैन, तर ड्राइभरको र प्यासेन्जर सिटको बिचमा चाहिँ एउटा कम्पार्टमेन्ट दिएको छ, जुनमा चाहिँ तपाईँले चाहिँ केही सामानहरू, कप होल्डरहरू चाहिँ देख्न सकिन्छ र त्यसमा सामानहरू राख्न सकिन्छ र साथै यसमा चाहिँ फ्रिज राख्नको लागि स्पेस दिएको छ। सेफ्टीको लागि चाहिँ गाडीमा 7 वटा एयर ब्याग दिएको छ, जुन चाहिँ 4 वटा अगाडि, बिचमा एउटा दिएको छ ड्राइभर सिट र प्यासेन्जर सिटको बिचमा, र पछाडि दुईटा साइडमा चाहिँ दुईटा एयर ब्याग दिएको छ। इन्टरनल लाइटिङको लागि चाहिँ ट्युटोरियल लाइट प्रोभाइड गरेको छ, जुन चाहिँ दुईटा कलरमा हुन्छ, व्हाइट र वार्म लाइट, जुनको चाहिँ इन्टेन्सिटी पनि घटबढ गर्न सक्नुहुन्छ तपाईँहरूले। पहिले ड्राइभर सिट अगाडि चाहिँ सनसेट पाउन सक्नुहुन्छ, त्यसमा चाहिँ लाइट पनि दिएको छ। प्यासेन्जरमा पनि सेम फिचर उपलब्ध छ। हामीले अब टच स्क्रिनबाट चाहिँ गाडी कन्ट्रोल फङ्सनहरू चेक गर्दैछौँ, जुन चाहिँ तपाईँले मिरर पनि यहाँबाट चाहिँ खोल्ने बन्द गर्ने गर्न सक्नुहुन्छ, पछाडि बुट पनि खोल्ने बन्द गर्ने गर्न सक्नुहुन्छ। हामीले एसीको कुरा गर्नुपर्दा चाहिँ डुअल जोन एसी पाउन सक्छौँ, जुन भनेको चाहिँ ड्राइभरलाई तातो चाहियो अथवा र को ड्राइभरमा चाहिँ चिसो एसी हावा चाहिएछ भने हामीले त्यो दुवै एकपट्टि तातो र एकपट्टि चिसो प्रोभाइड गर्न सक्छौँ। र कन्भेन्सनल गाडीको कुरा गर्ने हो भने चाहिँ एसी भेन्टहरू चाहिँ हामीले अगाडि ड्यासबोर्डहरूमा देख्न सकिन्थ्यो, तर त्यो चाहिँ एसी भेन्टहरू चाहिँ यसमा चाहिँ सबै हिडन छ। त्यो चाहिँ हामीले चाहिँ टच स्क्रिनबाट चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ र तपाईँको आवश्यकता अनुसार टेम्परेचरहरू सजिलै कन्ट्रोल गर्न सक्नुहुन्छ। म्युजिकको लागि चाहिँ हामीले यस गाडीमा 13 वटा स्पिकर पाउन सक्छौँ, जुन चाहिँ यामाहाको एकदमै हाई क्वालिटी स्पिकरहरू दिएको छ। पहिले चाहिँ गाडीको कुनै पनि कुराहरू कन्ट्रोल गर्नको लागि चाहिँ स्क्रिनबाट नै गर्नुपर्ने हुन्छ, कुनै पनि एउटा फिजिकल बटनहरू चाहिँ छैन यो गाडीमा। र तपाईँले गुगल म्याप चलाउन अनि म्युजिक सिस्टमहरू, मोबाइल कन्ट्रोलहरू चाहिँ सजिलै स्क्रिनको थ्रुबाट चाहिँ एकदमै स्मुथ तरिकाले चाहिँ कन्ट्रोल गर्न सक्नुहुन्छ सबै। र तपाईँले चाहिँ डोर खोल्नको लागि चाहिँ तपाईँले सिङ्गल टच बटन पाउनुहुन्छ। ल राति ड्राइभिङ गर्नको लागि चाहिँ यसमा चाहिँ अगाडि एलइडी हेडल्याम्प दिएको छ, हाई बिम एन्ड लो बिमको साथमा, र यसमा चाहिँ लाइट तपाईँले लाइट सो पनि पाउन सक्नुहुन्छ। ब्याकलाइटको कुरा गर्नुपर्दा चाहिँ मोटर्न टेल लाइट्स पाउनुहुन्छ, जुन चाहिँ 229 वटा एलइडी कम्बिनेसन छ र जुन चाहिँ एकदमै इलिगेन्ट देख्नुहुन्छ, र यसले चाहिँ गर्दाखेरि चाहिँ जिकर एक्स यो गाडीको चाहिँ लुक्स एकदमै अपिलिङ बनाएको छ। र बुट स्पेसको कुरा गर्नुपर्दा चाहिँ यहाँ बुट खोल्नको लागि चाहिँ बटन सेन्सर छ, र हामीले चाहिँ एकदमै युज बुट स्पेस पाउन सक्छौँ 362 लिटरको, जुनमा चाहिँ तपाईँको मिडियम साइजको लगेज चाहिँ दुईटा मजाले कम्फर्टेबली फिट गर्न सक्नुहुन्छ र सानो सानो कुनै अरू सामानहरू पनि राख्न सक्नुहुन्छ। तपाईँहरूले बुट स्पेस चाहिँ सिङ्गल टच बटनले चाहिँ एक्सेस गर्न सक्नुहुन्छ, जुन चाहिँ एउटा बटन खोल्ने बित्तिकै सर आफै खुल्छ, अटोमेटिक छ। यो चाहिँ अटो पिन्स दिएको छ, यदि तपाईँले यो बुट स्पेस क्लोज गर्ने बेलामा चाहिँ केही सामान बिचमा आयो भने चाहिँ आफै रोकिन्छ। कम्पनीको अनुसार चाहिँ यसको ग्राउन्ड क्लियरेन्स 191 mm छ। तपाईँलाई चाहिँ कस्तो अनुभव भइरहेछ यो 190 mm को ग्राउन्ड क्लियरेन्सले नेपालको बाटोमा? धेरै ठाउँमा अफरोड रोडहरू छन्, त्यसमा चलाउँदाखेरि चाहिँ कस्तो एक्सपिरियन्स छ? सो नेपालको बाटोको अफरोडको कुरा गर्ने हो भने यो गाडी 191 ग्राउन्ड क्लियरेन्स छ हैन। र मैले लिनु मेन रिजन पनि के हो भने अरू गाडीहरूको इलेक्ट्रिक गाडीहरूमा, चाइनिज गाडीहरू स्पेसल्ली कुरा गर्ने हो भने उनीहरूको ग्राउन्ड कम रहेको र यसको चाहिँ अलि हाई रहेको भनेर लिएको हो। र केही अफरोड जाँदा भ्याली बाहिर हैन जाँदाखेरि राम्रो छ, खासै छोइहालेको त्यो एक्सपिरियन्स छैन हैन। र हामीले विचार गर्नुपर्ने कुरा के हो भने इलेक्ट्रिक गाडीहरू अफरोड लाँदा अलिकति विचार गर्नुपर्छ हैन। तल ब्याट्री हुन्छ र त्यसलाई अलिकति मध्यनजर गर्ने हो भने खासै समस्या आउँछ जस्तो लाग्दैन मेरो एक्सपिरियन्समा हैन। छोइ कहीँ हाल्दैन, कहीँ अब त्यस्तो एकदमै ठुलो खाल्टाखुल्टी जोल्टिङ छ भने छुने चान्स हाई हुन्छ, त्यसमा अलिकति विचार गर्नुपर्छ। हामीले आइसी भेहिकलहरूको कम्पेरिजनमा अलिकति विचार गरियो भने खासै समस्या आउँदैन र छोइ हाल्दा पनि हाल्दैन जापानी हैन। ग्राउन्ड क्लियरेन्सको कुरा गर्दाखेरि ओभरअलमा सेटिस्फाइड नै छु, त्यस्तो समस्या छैन यसमा। यो लङ ड्राइभमा चाहिँ
गाडीको क्याटेगोरी नै यो चाहिँ लङ रेन्ज रियल व्हिल ड्राइभ भनेर चाहिँ दिएको छ। तपाईँलाई चाहिँ कस्तो एक्सपिरियन्स कस्तो भयो? सस्पेन्सनहरू कस्तो थियो? लङ ड्राइभ गर्दाखेरि चाहिँ कतिको कम्फर्टेबल थियो ड्राइभ गर्नको लागि? लङ समयसम्म चाहिँ ड्राइभ गर्दाखेरि सिटहरू कतिको कम्फर्टेबल फिल भयो, त्यो बारे पनि अलिकति भनिदिनुहोस् न। यो गाडीको स्मुथनेस र ड्राइभिङ एक्सपिरियन्सको कुरा गर्ने हो भने मैले करिब आजको ओडोमिटर हेर्ने हो भने 3790 छ, 3790 किलोमिटर चलेको छ र भ्याली बाहिर र भ्याली दुवै ठाउँमा चलाउँदाखेरि यसको स्मुथनेस राम्रो छ होइन। पहिला इन्डियन गाडी चढिरहेको थिएँ, त्यसपछि बिचमा इलेक्ट्रिक MG-ZS EV पनि चढेँ। मलाई के लाग्छ भने इन्डियन गाडी र चाइनिज गाडीको एउटा फरक के छ भने ड्राइभिङ एक्सपिरियन्स स्मुथ लाग्छ मलाई चाइनिज गाडीहरू होइन। खाल्टाखुल्टीमा जाँदाखेरि पनि खासै धेरै गाडी जर्क नहुने होइन, चाइनिज गाडीहरूको त राम्रो पाइरहेको थिएँ। त्यसो कुरा गर्दाखेरिमा जिगर एक्सको राम्रो एक्सपिरियन्स छ, खासै तपाईँलाई नोइज फिल हुँदैन होइन। सो सस्पेन्सन स्मुथ छ, सिटिङहरू हेर्नुहुन्छ भने पनि राम्रो देखिन्छ होइन। यसको कम्फर्टेबल नै छ होइन। कम्फर्टनेसको कुरा गर्ने हो भने भित्रको इन्टेरियरदेखि ड्राइभिङ एक्सपिरियन्समा मेरो चाहिँ ओभरअलमा राम्रो, मलाई स्मुथ फिल हुन्छ। इलेक्ट्रिक भेहिकल हुनुको कारण अब इन्जिनको नोइज छैन र ड्राइभिङको हाम्रो खाल्टाखुल्टीमा जाँदाखेरि त्यो गन्द्राङ गर्ने बडी रोल बडी नहुने त्यस्तो फिल भइरहेको छ र ओभरअलमा स्मुथ छ, लग्जरी नै फिल गराउँछ तपाईँलाई यो गाडीले। इलेक्ट्रिक भेहिकलको चाहिँ वान अफ द इम्पोर्टेन्ट फङ्सन भनौँ रिजेनेरेटिभ ब्रेकिङ सिस्टम। अब त्यो पनि ट्रिगर एक्समा पाउन सकिन्छ र तपाईँले चाहिँ रिजेनेरेटिभ ब्रेकिङ सिस्टमबाट चाहिँ कस्तो फिल गर्नुभएको छ र कतिको पावर चाहिँ यसले चाहिँ रिजेनेरेट गरिरहेको फिल गर्नुभएको छ ओह्रालो बाटोमा, र ओह्रालो बाटोमा चलाउँदाखेरि कतिको कम्फर्टेबल फिल गर्नुहुन्छ तपाईँले? ब्रेक लगाउँदाखेरि रिजेनेरेसन कति छ र ब्रेकिङहरू चाहिँ कतिको राम्रोसँग लागिरहेको छ, त्यो बारे पनि थोरै बताइदिनु। रिजनको कुरा गरिहाल्नु भयो होइन। यसमा सायद मलाई दुईवटा मोड छ जस्तो लाग्छ रिजनको, एउटा अलिक सफ्ट खालको, एउटा अहिले हार्ड स्पोर्ट भन्छ क्या जस्तो लाग्छ मलाई। र ओह्रालोमा जाने भने यसको रिजनले राम्रो काम गरेको फिल मलाई भइरहेको छ होइन। तपाईँको चाहिँ ड्राइभ तपाईँको एक्सिलेटर छोड्ने बित्तिकै तपाईँको चाहिँ रिजनमा गइहाल्छ र रिजनले राम्रो काम गर्छ। सायद काठमाडौँ थाङकोटको ओह्रालो केही कुरा गर्ने हो भने पनि त्यसमा तपाईँ राम्रो रिजन पाइरहनुहुन्छ होइन। यसमा एडिसनल फिचर एउटा हिल डिस्टेन्स कन्ट्रोल भन्ने पनि छ, त्यो एक्टिभेट गरेर तपाईँले ओह्रालो चलाउनु भयो भने गाडीमा रिजन हुनुको साथै हिल डिस्टेन्सले राम्रो काम गरेको मैले एक्सपिरियन्स गर्न पाएँ। रिजन राम्रो छ, यसको ब्याट्री चार्ज राम्रोसँग हुन्छ तपाईँको ओह्रालोमा चलाउनु भयो भने। यस्तो कुनै भ्यालु छ जस्तै तपाईँ थाङकोटको ओह्रालो 9 विषयसम्म पुग्दाखेरि चाहिँ कति % जति रिजन भएको छ, केही याद छ तपाईँलाई? यसको ओह्रालो जाने बित्तिकै यसको रिजन सुरु भइहाल्छ। मैले धेरै ओह्रालोमा चाहिँ अलिक स्पोर्ट रिजनमै लाउँछु गाडी राम्रो चार्ज होस् भनेर होइन। तपाईँको मलाई सायद लाग्छ थाङकोट ओह्रालोमा मलाई 7-8% तल पुग्दाखेरि, 9 विषय पुग्दाखेरि 7-8% को हाराहारीमा गाडी चाहिँ रिजन भइरहेको जस्तो लाग्छ मलाई। अब चाहिँ हामी V12 टेस्ट गर्न जाँदैछौँ, जुन चाहिँ हामीले कफी मेसिन लिएर आएका छौँ। कफी मेसिन चाहिँ चलाएर चाहिँ हेर्नेछौँ हामीले कतिको काम गर्छ, पावर चाहिँ कतिको दिने रहेछ भनेर। र हामीलाई चाहिँ गाडी ओनर जीसी सरले चाहिँ कफी बनाएर खुवाउने भन्नुभएको छ। टेस्ट गर्दैछौँ कतिको सफल हुन्छौँ, हामीले पावर निकाल्नलाई एरेन्जमेन्ट मिलाइरहेका छौँ।
यो चाहिँ हामीले गाडीबाट पावर निकालेर एउटा सानो कफी मेसिन चलाएको छौँ र यो कफी चाहिँ हामीले यो जिकरकै कप भएको कारणले गर्दाखेरि अलिक ठुलो कप देखिन आएको छ। यो चाहिँ हामीले कफी बनाइसकेको छ र यो कफी चाहिँ हामीले यहाँ ग्राइन्डिङ मेसिनबाट बनाएर अथेन्टिक टेस्ट निकाल्न चाहिँ र हामी भिडियोको अन्तिममा आइसकेका छौँ र टाइम र गाडी सहयोग गरिदिनु हुन भएकोमा सिसिजीलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद। हस् धन्यवाद। मलाई पनि मेरो एक्सपिरियन्स सुनाउनलाई र यो नयाँ ब्रान्ड र चाइनिज ब्रान्डको एउटा कस्तो छ नेपालमा यसको स्कोप होइन यसको प्र्याक्टिकलिटीको कुरा गरिदिनु भएकोमा धन्यवाद। हाम्रो रिभ्यू भिडियो कस्तो लाग्यो तपाईँहरूलाई सल्लाह सुझाव दिन हुन अनुरोध गर्दछु र हाम्रो यो भिडियो च्यानललाई चाहिँ लाइक सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सिदिनु होला। धन्यवाद।